हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। स्पेसली आज चाहिँ दसैँको टिका परेको छ अनि हाम्रो चाहिँ फेरि यो पालि चाहिँ नयाँ घरमा दसैँ अनि सबैजनालाई चाहिँ ह्याप्पी दसैँ भन्न चाहन्छु। राम्रोसँगले दसैँ मान्नु होला अनि हामी पनि राम्रोसँगले दसैँ मान्छौँ। अनि यो चाहिँ किन यसरी राखेको भन्नुहुन्छ भने यहाँ चाहिँ पानी हालेर यसरी राखेको छ। अनि पानी हालेर राख्यो भने चाहिँ अलिकति ओइलिँदैन रे, लामो समयसम्म बस्छ अरे। त्यो भएको भएर चाहिँ यसरी जमरामा पानी हालेर राखेको। ल टिका लाउनुको लागि जमरा रेडी। हामीले चाहिँ अब जमरा समरा सबै बानिसक्यौँ। जमराहरू बानी रेडी पारिसक्यो। अब हामी एकछिनमा चाहिँ आज चाहिँ दसैँको टिकाको सायद चाहिँ त्यस्तै कतै 11 बजेर चाहिँ 59 मिनट समथिङ त्यस्तैमा छ अरे। अनि अलिकति टिका सिका लाउँदा 12 बज्छ होला हाम्रो चाहिँ। मम्मी दही मात्रै हाल्ने हो? दही मात्रै। हुँदैन होला। अनि मम्मी कति धेरै छ त मुस्न मिल्छ हालिसक्नु भएको तपाईँले दही? पसलको खोज्छ कि हुँदैन अब? त्यो त भने त अस्तिको दिन हामी गएर एकदम ठिक भएछ मम्मी, नत्र बर्बाद हुने रहेछ नि। टिका मिसिसक्यो, रेडी। टिकाको सामान चाहिँ रेडी हुँदैछ। एकदमै कालो कार्तिकमा असुरो भइरहेर एकदमै चाहिँ सबपछि रिस आउँदैन। रिसाउने रक्सिने भाउले तराउने ढाक्ने सबै चिज दसैँ गरेर सबै एकदमै लो 2022 सालको बडा दसैँ विजया दशमी आज दिनभर सानो समय भएर चाहिँ हामी टिका लगाउँछौँ। विजया दशमी नआउनु होला जो मैले टिका नलागोस्, एकदम रोग आदि नलागोस्, मैले टिका हालेर काम होस्, सबैले राम्रो होस् एकदम। अनि नानीहरू सबै घर परिवारलाई सबैले राम्रो आशीर्वाद दिन सक्नु। ल आशीर्वाद ल
टिका लगाइसक्यो गाइस मैले चाहिँ। अब चाहिँ हामी मामा घरमा टिका लगाउन जाँदैछौँ। मामा घरबाट म चाहिँ माइत जान्छु। आज चाहिँ टिकाको दिन भएको भएर ट्याक्सीहरू केही पाउँदैन, त्यो भएको भएर हामी चाहिँ 3 जना एउटै बाइकमा चढेर मामा घर जाँदैछौँ। भाइ बहिनी अनि म। हामी चाहिँ सबैजना वेटिङमा छौँ है गाइजहरू। धेरै हुनुहुन्छ मामा घरमा चाहिँ टिका लगाउन आउने पाहुनाहरू। अनि हामी चाहिँ लास्टमा। अनि म चाहिँ राति साँझमा माइती पुगेर भदैसँग रमाउँदै खेल्दै बस्दैछु। कति खुसी लाग्छ यो सानो सानो मान्छेहरूको अनुहार देख्दाखेरि। हेर्नु न कति नक्कल पार्छ, कति क्युटी छ हेर्नु न, पुरा स्वाङ पार्छ। देख्दाखेरि नै पुरा खुसी लाग्छ क्या मलाई चाहिँ। छोडेर आउनै मन लाग्दैन। मेरो भदै एक्लै खेल्दैछ। हामी चाहिँ उसको बाबा मेरो दाइ चाहिँ आउँदै हुनुहुन्छ आज। अनि दाइको चाहिँ वेटिङमा छौँ। दाइ आउनुहुन्छ अनि हामी सँगै टिका लाउने भनेर। मैले पनि टिका लगाएको छैन। दाइ आउनु भइसकेपछि हामी सँगै टिका लाउने हो। वेटिङ इज ओभर। मेरो दाइ चाहिँ आउनुभयो शान्ति सेनाबाट। अहिले चाहिँ बिहानको 3:45 गएको छ। अनि हामी चाहिँ कहिले आउनुहुन्छ र भेटौँला भन्दै कुरिराखेको छौँ। जारक उठेर दाइ आएको सुनेपछि क्या, गेट बजेको सुनेपछि। अनि त्यसपछि दाइ चाहिँ आएर आमा बुवाहरूलाई चाहिँ पुरा ढोक्दै हुनुहुन्छ। अनि फोटो पनि खिच्ने रे भनेर फोटो पनि खिच्दै हुनुहुन्छ। कति रमाइलो लागेको छ। तर हामी सबजना जारक उठेको क्या बिहान। हेर न सबै जिङ्दै हुँदै। अनि त्यसपछि फोटो खिच्दै हुनुहुन्छ। कति खुसी लागिरहेको छ। भाउजू पनि उठेर आउनुभयो। अनि फोटोसोटो खिचेर त्यसपछि बिहानको लागि टिकाको लागि रेडी हुँदैछु है गाइजहरू। ल फेरि देखाउनुहोस् त। ल फोबला देखाउनुहोस् त सानो। अब त्यहाँ त 5 जना मेरो
ज्ञानी हुने है सरस्वती जस्तो फाइनली गाइज आजबाट चाहिँ दसैँ सकिसकेको छ अनि हजुरको दसैँ कस्तो भयो मेरो चाहिँ एकदमै रमाइलो भयो है भनेको जस्तो चाहिँ अलिकति भएन ठिकै छ जे होस् अलिकति चाहिँ भिडियो राख्ने ट्राई गरेको छु भनेको जस्तो भिडियो चाहिँ बनाउन सकिनँ त्यसको लागि चाहिँ आइएम सरी एन्ड सी यू नेक्स्ट भिडियो बाई बाई।